क्याट आई र क्रोम चाहिँ अहिले एकदम धेरै ट्रेन्डिङमा छ र यो डिजाइन चाहिँ मेरो पनि फेभरेट लिस्टमा पर्छ। क्लाइन्ट्सहरूले डिजाइन ल्याउँदा नि मलाई एकदम धेरै खुसी लाग्छ के, किनभने यो गर्न पनि त्यत्तिकै नै रमाइलो लाग्छ मलाई। उहाँको चाहिँ ब्राउन क्याट आईमा क्रोम थियो र सुरुमा चाहिँ मैले क्याट आई गरिसकेको थिएँ र म्याट टप कोट अप्लाई गरेँ। म्याट टप कोट लगाइसकेपछि चाहिँ क्लिन्जरले मैले पुसे पनि म्याट टप कोटलाई र ब्ल्याक कलरले चाहिँ उहाँको क्रोम डिजाइन चाहिँ मैले गर्न थालेँ। फ्रेन्च पनि हल्का जिगज्याग वाला थियो, त्यही भएर मैले पहिला फ्रेन्च बनाएँ। 30 सेकेन्ड्सलाई सुकाइसकेपछि चाहिँ फेरि मैले ब्ल्याक कलर लिएर चाहिँ माथिबाट लाइनिङ अर्को थपेँ। सुरुमा सुकाएर यसरी थपेर गऱ्यो भने चाहिँ लाइनिङहरू मजाले देखिन्छ। कोही क्लाइन्टले चाहिँ जिगज्याग वाला क्रोम डिजाइन ल्याउनु भयो भने चाहिँ तपाईहरूले पनि यसरी गर्न सक्नुहुन्छ। फर्स्टमा आधी गरेर अनि पछि अर्को थपे भने चाहिँ तपाईको लाइनिङहरू चाहिँ मजाले देखिन्छ। र सबैमा लाइनिङहरू गरिसकेपछि चाहिँ मैले 60 सेकेन्ड्सलाई सुकाएँ र म चाहिँ हातैले क्रोम अप्लाई गर्छु। हातले गर्दाखेरि पनि लाइटली तपाईले लाउनु भयो भने चाहिँ मजाले नै लाग्छ क्या। होटेर लायो भने भन्दा पनि हातले तपाईलाई कम्फर्टेबल लाग्दैन भने चाहिँ तपाईले स्पन्ज अम्रे स्पन्जले पनि गर्न सक्नुहुन्छ। सिलिकन ब्रसले पनि मिल्छ, सिलिकन ब्रसले पनि गर्दा हुन्छ। क्रोम पाउडरमै तपाईको आई स्याडो वाला ब्रस हुन्छ, त्यसले गर्दा पनि हुन्छ। मलाई चाहिँ हातले नै सजिलो लाग्ने भएर म चाहिँ हातैले गर्छु। यति गरिसकेपछि चाहिँ जति पनि बाहिर लागेको पाउडरहरू हुन्छ त्यसलाई चाहिँ डस्टिङ ब्रसले गर्दाखेरि पनि हुन्छ। डस्टिङ ब्रसले गएन भने चाहिँ तपाईले हातैले पनि त्यो रब गर्नुभयो भने बाहिर लागेको जति जान्छ। सो यो सबै पछि चाहिँ तपाईको ग्लसी वाला टप कोट लगाउनु भयो भने एकदम राम्रो फिनिसिङ आउँछ। उहाँलाई चाहिँ यो डिजाइन एकदम राम्रो लाग्यो र मैले गरेको काम मलाई त राम्रो लाग्छ नै। तपाईहरुले पनि हेर्न सक्नुहुन्छ यसको फिनिसिङ कस्तो लाग्यो, कमेन्टमा भनिदिनु होला। थ्यांक यू सो मच।